बुढा र भालेलाई मतलबै छैन। हेलो हेलो गाइस, सबैजनालाई नमस्ते। आज चाहिँ म मेरै घरमा पालेको लोकल कुखुरा बनाएर चाहिँ खाँदैछु। सबैजनाले मेरो भिडियोलाई हेरेर साथ दिनुहुनेछ भन्ने मलाई आशा छ। र यदि मेरो भिडियोलाई मन पर्यो भने लाइक, सेयर, कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला है साथीहरू। म चाहिँ कुखुरा निकाल्न चाहिँ उता खोरमा जाँदैछु। ल आउनुहोस् है साथीहरू, तपाईँहरूलाई म देखाउँछु। ल आउनु है साथीहरू, यता मेरो कुखुरा चाहिँ ल म तपाईँहरूलाई चाहिँ म अब कुखुरा निकाल्दैछु साथीहरू। कुखुराको भाले कहाँ गयो है? कति बोल्यो हो भाले, लोकल हो नि साथीहरू। यो चाहिँ गाउँको एकदमै लोकल भाले हो, एकदमै लोकल छ, मेरै घरमा पालेको। यसलाई बनाउनको लागि चाहिँ मेरो बुढालाई दिन्छु है साथीहरू। गाइजहरू हेर्नुहोस् है, कुखुरा चाहिँ मेरो बुढाले काटिसक्नु भएको छ। अब हामी यसलाई मिलेर चाहिँ खुइल्याउँछ है साथीहरू। अहिले निस्किन्छ दुई पाउले चाहिँ हुँदो रहेछ। नामै लोकल कुखुरा अलि दुब्लो रहेछ। बुढीले राम्रोसँग मकै खान दिएन छ कि कहाँको बुढी? चारो दिनुपर्छ। दुब्लै हो, राम्रोसँग स्याहार सुसार नपाएको जस्तो लाग्यो यसले त। दिन त दिए त नि मकै मात्र खानेले मिलाएर खान आएपछि के गर्नु, दिएकै हो दिन त। आफू चाहिँ बेसमारी मोटो नि हात्ती जस्तो हो नि, कुखुरालाई वास्तै छैन। अनि के मिठो हुनु मासु, तर मिठै हुन्छ यो त। अहिले मिठो हुन्छ कि नहुने रहेछ थाहा भइहाल्छ नि। कुखुरालाई नि गएको हो कि नगएको हो यो? गएको हो। अलिअलि बाँकी छ। बच्चाहरू आशा गर्दै आइसक्यो, कहिले पकाएर दिने यिनीहरूलाई। भात खाने बेला हुँदैछ खैला साँच्चै नै खानै नपाएको जस्तो भएको छ। स्याहार बढी भएको के गर्नु, मेरो घरको त बुढा र कुखुरा एउटै मिलेर रहेछ। आफू मात्र खान त दिए त नि, मिठो मिठो खाने होला आफू। बुढा र भालेलाई मतलबै छैन। अहिले खाने बेला हेर्नु है साथीहरू, म एउटाले खाँदैछ कि कसले बढी खाँदैछ हेर्नु। म त भयो नि होला जतिर डुले कि मोटाउनु के भन्नुलाई। यो कुखुरा हाल न, मारी घुर्रो बल्छ नि सजिलो हुन्छ। अब पुग्यो भयो, माथि माथि आइन्छ। टाउकै गयो। यहाँ रहेछ साथीहरू, हेर्नु त, हामीले यसलाई खुइल्याएर यसलाई पखालेर यसको सबै आन्द्रा भुँडीहरू सबै निकालिसक्यो।
अब चाहिँ म आफै चाहिँ यसलाई कुर्काउँछु। मेरो बुढालाई चाहिँ उहाँले कुर्काउनु भयो भने चाहिँ मासु उहाँलाई मन पर्दैन क्या, त्यही भएर जहिले म आफै कुर्काउँछु। ल साथीहरू, म आफै कुर्काएर देखाउँछु है त तपाईँहरूलाई। अचानक कहाँ हुँदा त्यो तपाईँले ल्याउनु हुने अचानक। कति साह्रो रहेछ साह्रो चाहिँ खत्रै हुँदो रहेछ। साह्रो चाहिँ उल्का क्या हुन्छ हो त्यहीँ सबै मसिनो बनाउने हो। मतलब अब खुर्सानीको धुलो नि छ। कल कुखुरा मजाले पकाएर खानु पर्यो आज। बुढी चाहिँ मासु पुर्याउँदै थिइन्, यता म चाहिँ अब मसला पिनी सुचार गर्नु पर्यो। लसुन, त्यसपछि जिरा र धनियाँ, अनि त्यसपछि यो ल्वासमा सुक्मेललाई चाहिँ हामी त्यसमाथि सिलौटामा पिसेर यसलाई चाहिँ हामी ढेँडो बनाएर पछि लोकल तरिकाले लोकल मसला बनाएर हामी चाहिँ मासुमा राख्नेछौँ। पिर्ननको लागि सुरु गर्दैछु। अलिकति मसला पिन्नु सजिलो पनि छ र टेस्ट राम्रो गर्छ। पालेसित गरेर हुन्छ नि, एकैफेर गर्ने, एकैफेर पिन्न गाह्रो हुन्छ। जति सक्दो मसिनो बनाउनु पर्यो भने चाहिँ मासुको टेस्ट अर्को राम्रो हुन्छ। मैले चाहिँ कुर्काएर सकाइसकेँ। अब मेरो बुढाले चाहिँ पकाउनुहुन्छ, एकदम मिठो पकाउनुहुन्छ क्या साथीहरू, मिठो। त्यही भएर म चाहिँ मेरो बुढालाई पकाउन दिन्छु। अलिपछि चाहिँ हामी सबैजना मिलेर खान्छौँ पनि है साथीहरू।
साथीहरू कराई पनि अलि तातेको जस्तो लाग्यो म तोरीको तेल हाल्दैछु त्यत्रो थोले गर्नु पर्दा निस्किन्छ त यहाँ अब चाहिँ म तोरीको तेल राख्दैछु चाहिन्छ हामी यहाँ के भन्छ मेथीहरू पड्काउने छौँ साथीहरू कराईको तेल तातिसकेको छ यसमा चाहिँ हामी मेथी पड्काउँ उज्यालो नभए हो बढी बाल्नु पर्छ है बढी बाल्नु पर्यो क्या के बढी बाल्ने अब हामी चाहिँ मासु ओइरौँ अब काटे खान लाग्छ एकछिन बेला भएर कत्रो राखेँ टाउको सिङ्गै त्यो राखेँ मैले सिमी राख्नु लाग्यो कि ल अब ओइरिदिउँ अब एकदमै मेथीको बास्ना चाहिँ कडा आइसकेको छ अब ओइरिदिउँ अन्त क्लियर भयो आयो बत्ती साथीहरू मासु ओइरिने काम पनि भयो अब हामी चाहिँ बिस्तारै जाडोले चलाउनु पर्छ नत्र मासुहरू काट्ने सम्भावना हुन्छ अलिक भाँडा सानो भएको जस्तो लाग्यो एकछिनमा त कस्तो हो भित्र राखेको साथीले चाहिँ भालेको अन्डा यो चाहिँ एकदम फाइदाजनक हो स्वास्थ्यको लागि कहाँ अन्डा दे भालेको अन्डा क्यामेराम्यानलाई नि हाँस उठ्ला हो साथीहरू अब एकैछिन 5 मिनट जति यसलाई चाहिँ मस्त छोपेर राखिदिउँ पाकिसक्यो अब यसमा चाहिँ हामी प्याज राख्दैछौँ यो प्याज चाहिँ अलिक पछि राख्दाखेरि अलिकता मासुको टेस्ट चाहिँ अलि राम्रो बनाउँछ सुरुमै भुट्दाखेरि चाहिँ प्याज डढ्ने सम्भावना धेरै हुन्छ अब हामी यहाँ प्याज राख्दैछौँ तर मासु चाहिँ कराई साङ्ग्रो भयो कि अब मजाले चलाइदिउँ यो प्याज र मासु मैले मासु अड्छ होला भनेर खानेर लगभग मासु चाहिँ रातो रातो हुँदै आइसकेको छ अब हामी फेरि पुनः एकछिन छोपेर यसलाई हामी पछि मसला राख्छौँ पानी निस्क्यो होला त्यहाँ पानी निस्केको छैन यो तर साङ्ग्रो भयो कि भाँडा होइन त यो लोकल कुखुराको मासु चाहिँ अलिक घट्दैन अरू ब्रोइलरहरू भएको भए यति बेला अघि नै यो पिँधमा पुगिसकेपछि मासु सुकेर यो लोकल भएको हुनाले चाहिँ एकदमै मासुको साइज जत्रो हो त्यस्तै बच्छ अब एकछिन फेरि हामी यसलाई चाहिँ
छोपिदिउँ। ल साथीहरू, अब यो मासु करिब करिब पाकिसकेको छ। अब यसमा हामी चाहिँ मसलाहरू राख्न गइरहेका छौँ। सबैभन्दा पहिला यसमा चाहिँ हामी बेसार राखौँ। राखिसकेको अवस्था। अब त्यसपछि हामी यहाँ धुलो मसला राख्दैछौँ, मिट मसला। अनि त्यसै गरी यहाँ खोर्सानीको धुलो, त्यसै गरी यहाँ लोकल मसला लसुन, अदुवा, ल्वाङ, सुकमेल लगायतका सामग्रीहरू रहेका छन्। यहाँ चाहिँ कस्तो एकदम चाम्रेको हो। अब त्यसपछि यसलाई हामी चाहिँ मजाले घोल्दिउँ। अब साह्रै सानो भयो कि बास्ना त खतरा आएको छ। बास्ना मिठो मिठो आइसकेको छ। पानीमा मुखमा पानी मुखमा पानी पानीमा मुखमा पानी आइसकेको छ। खानी हो। ल कति राम्रो देखिएको छ अहिले त। सही छ। गरिम पनि भइसक्यो साथीहरू। यो चाहिँ गोलभेडाको टमाटर। अब यो लोकल त हाल्नु हुन्थेन साथीहरू, तैपनि त्यो अर्को चाहिँ बजारिया गोलभेडा नभेटेको कारणले गर्दा हामीले चाहिँ लोकल हालिरहेका छौँ। टेस्टी त हुन्छ तर अलिक अमिलो हुन्छ। अब त्यसपछि यहाँ हामी चाहिँ नुन राख्न बाँकी छ। अलि मलाई चाहिँ नुन कडै चाहिन्छ, त्यही भएर नुन चाहिँ कसले टोक्दो हो यहाँ। दुई चम्मच भए त पुग्छ होला। फेरि एकचोटि यसलाई मजाले मस्काएर चलाऊँ। र साथीहरू, अब एकैछिन फेरि यसलाई छोकेर राखौँ र त्यसपछि रस हालेर फेरि एकछिन उमाल्नेछौँ र त्यसपछि रेडी भएर हामी खानातर्फ लाग्नेछौँ। यो भिडियो अन्तिम समयसम्म हेरिदिनु हुन चाहिँ साथीहरूलाई म विनम्र अनुरोध गर्न चाहन्छु। बोटको चाहिँ बुढीले माझ्ने हो, म त माझ्दिनँ। अब हामी यहाँ तरकारीमा रस राख्न गइरहेका छौँ। यो चाहिँ भातसँग खाने भएको हुनाले अलि बढी रस राख्नुपर्ने हुन्छ। अब ढिँडोसँग भए चाहिँ थोरै भयो नि काम चल्थ्यो। यसमा चाहिँ अलिक बढी रस राख्नुपर्ने हुन्छ। अब म यहाँ रस राख्न गइरहेको छु। मासु हेर्नुहोस् साथीहरू, कस्तो रहरै लाग्यो, खाउँ जस्तो भइसक्यो। यहाँ भोकले पनि साह्रै नै सताइसक्यो। अब म यहाँ चाहिँ रस राखेर एकछिन उमालेर अब हामी चाहिँ खानातिर लागिहाल्छौँ। अब रस राखेँ है त। पुग्छ होला। ल अब छोपिदिउँ है त। 10 मिनट छोपेपछि हामी खाना सुरु गर्छौँ।
साथीहरू मासु पाकिसक्यो मेरो बुढाले चाहिँ पकाइसक्नु भयो अब चाहिँ हामीले त पस्केर खान्छौँ है यो चाहिँ दसैँको खुर्सानीको अचार होइन साथीहरू चाहिँ हामी मगरहरूको घरमा चाहिँ सबैको घरमा चाहिँ यो खुर्सानीको अचार पाक्छ है यो दसैँमा चाहिँ अब हामी खाना खान्छौँ कागती हाल्दैछु त्यसपछि यो प्याज अनि खुर्सानी अनि यो अर्को खुर्सानीको अचार गुन्द्रुकको मासुमा बनाएको है हड्डीमा बनाएको ल बुढा भात खानु पाकिसक्यो ल छोरी अब म पनि खान्छु है साथीहरू आज चाहिँ एकदमै मिठो हुनेवाला छ है एकदम मिठो रस एकदम मिठो हुन्छ है यसो लोकलको सुप सर्दीहरू पनि सब जान्छ आज मजाले बनाएको दाजु म चाहिँ यो के भन्छ कागती चाहिँ त्यतिकै चुसिदिने हो तर यता चिलाएरै भएन मासु चाहिँ एकदम फाइदा भयो पानी खा बुढा मिठो भए बेला ठुलो घाँस हालेको झन्नै सर्के मेरो आफ्नै करेसाबारीमा फलाएको अब गयो खोज्छन् टोक्यो है त पिरो तर स्वादिलो कस्तो छ हो मासु स्वाद एकदम मिठो छ बुढा अब फेरि अर्को दिनमा पनि यसमा चाहिँ कलेज फेरि खानुपर्छ हस् बुढीले भने मान्नु परेको खाएर मोटो मोटो भएको छ आफू चाहिँ छैन ल ठिक छ आज चाहिँ मिठै भयो
पसिना आयो। पर्सन लास्ट बाइट। पसिना सबै आयो। स्वाद भएको छ त्यस्तै। स्वादको तालमा पिरो खाइहाल्यो। अहिले यहाँ पैतालादेखि हान्न थाल्यो। पुरै सर्दै जाने भयो। अब यो खोर्सानी अचार चाहिँ खान सकिनँ, साह्रै पिरो भयो। मासु चाहिँ खोइ सक्छ कि। हड्डी लभर हो मान्छे पनि, हड्डी नै हड्डी भएको। अन्ति लभर अलि नभन्नु, हड्डी लभर।
हड्डी खायो भने बड्डी दह्रो बन्छ अरे क्या हुन्छ र साथीहरू हामीले चाहिँ खाएर सकाइसकेका छौँ अब तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला यदि मन पर्यो भने लाइक शेयर सब्स्क्राइब पनि गर्नु होला है साथीहरू ल यो चाहिँ हामीले चाहिँ भर्खर भर्खर सुरु गरेको हुनाले अब नराम्रो पनि हुन सक्छ त्यसकारण तपाईहरुले चाहिँ एकदमै राम्रो मानेर हेरिदिनु हुन अनुरोध गर्दछु यदि मन परेको खण्डमा लाइक कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद बाइ बाइ